शक्तिका 48 नियमहरू। 8 अरूलाई आफ्नो तर्फ आउन दिनु। सधैँ तपाईँ नै अरूको पछि लागिरहनुभयो भने तपाईँ कमजोर वा बढी आवश्यकतामा परेको व्यक्ति जस्तो देखिन सक्नुहुन्छ। त्यसैले यस्तो मूल्य बनाउनुहोस् जसले गर्दा मानिसहरू आफै तपाईलाई खोज्न आउन्। बुझ्नुपर्ने कुरा, जससँग ज्ञान, सिप, अनुभव, पहुँच वा उपयोगी जानकारी हुन्छ, मानिसहरू स्वाभाविक रूपमा त्यही व्यक्तितर्फ आकर्षित हुन्छन्। आफ्नो काम, क्षमता र पहिचान यति बलियो बनाउनुहोस् कि अरूलाई तपाईको आवश्यकता महसुस होस्। उदाहरण, यदि तपाईको काम राम्रो छ, पहिलेका कामका उदाहरणहरू बलिया छन् र नतिजा स्पष्ट देखिन्छ भने ग्राहकहरू आफै सोधपुछ गर्न आउँछन्। यसका लागि तपाईले आफ्नो काम, उपलब्धि र क्षमतालाई सही तरिकाले प्रस्तुत गर्न जान्नुपर्छ। सावधानी, यसको अर्थ केही नगरी चुप लागेर बस्नु होइन। तपाईले आफ्नो मूल्य, पहिचान, विश्वास र देखिने उपस्थिति निरन्तर बनाउनुपर्छ। मानिसहरू आफै आउन् भन्नका लागि पहिले तपाईले आउन लायक कारण बनाउनु आवश्यक हुन्छ।